नमस्ते सबैलाई। म ठाकुर सर गणित शिक्षक। आज म कक्षा 10 लाई एससी परीक्षालाई के अरे टार्गेट गर्दै म कक्षा 10 का विद्यार्थीहरूको लागि केही इम्पोर्टेन्स क्वेसनहरू पढाउन गइरहेको छु। र सुरुमा म विद्यार्थी भाइ बहिनीहरूलाई के अरे ज्यामिति भन्ने च्याप्टर जुन सबभन्दा गाह्रो मान्ने गरेको छ विद्यार्थी भाइ बहिनीहरूले, अब म त्यहीदेखि सुरुवात गर्छु र तपाईँहरू पनि सबजना चाहिँ कापी कलम लिएर रेडी भएर बस्नु होला है। ओके, सो कम अन एभ्रीबडी, रेडी हो कि? सबभन्दा पहिला म तपाईँहरूले आज यो समान्तराल चतुर्भुजको बारेमा जानकारी दिन चाहन्छु। समान्तराल चतुर्भुज भनेको पहिला नै पढिसक्नु भएको छ हैन? समान्तराल चतुर्भुज कस्तो हुन्छ भने यो स्लोप हल्का छड्के हुन्छ है त। अनि यसको भुजा यसको यो मैले फर्स्ट एरो सिंगल एरो गराएको छु है। अनि यो पनि सिंगल एरो छ। इट मिन्स के जब छ भने योसँग समानान्तर हुने यो रेखा हो र योसँग समानान्तर हुने यो रेखा पनि हो। इट मिन्स हामीले के बुझ्नु पर्यो भने ABCD एउटा समान्तराल चतुर्भुज हो। अनि यसका सम्मुख भुजाहरू बराबर पनि हुन्छन् है। फेरि सम्मुख भुजा बराबर पनि हुन्छन्। यसको जस्तै मैले यहाँ लेख्दिएँ यो मानिसहरु यो। इट मिन्स अब यहाँ हेर्दाखेरि हामीले AB सँग समानान्तर हुने रेखा DC र AB सँग समानान्तर हुने DC र AD सँग समानान्तर हुने रेखा BC छ है। यसरी यो भयो। त्यस्तै गरी अर्को कुरा हामीले AB इक्वल टु DC र AD इक्वल टु BC, यो हामीले सम्मुख भुजा AB इक्वल टु DC अनि AD इक्वल टु BC, सम्मुख भुजाहरू के हुन्छन् त बराबर हुन्छ। अनि अर्को कुरा हामीले के लेख्यो त AB सँग समानान्तर हुने DC र AD सँग समानान्तर हुने के गरे त हामीले BC। इट मिन्स